जब हामीले हाम्रो मनमा भव भन्नुहुन्छ परमात्माले, हाम्रो मन चाहिँ परमात्मामा समर्पित गर्छौँ भने नि, अब हामी त मन त छैन हाम्रो, अब के गर्ने होला त? यो दुनियाँमा रोल प्ले, पार्ट प्ले गर्नको लागि त मनको जरुरी हुन्छ। अब चाहिँ परमात्माले आफ्नो मन दिनुहुन्छ क्या हामीलाई। अब उहाँको मन कसलाई युज गर्न मनपर्छ होला भन्नुहोस् त? कसलाई चाहिँ युज गर्नु मन पर्दैन होला त? परमात्माको मन कसलाई युज गर्न मन लाग्दैन होला त? हाम्रो मन त एकदमै चञ्चल, एकदमै के हुन्छ अशुद्ध विचारहरू मात्रै आउने, होइन? दुःख मात्रै लिन खोज्ने, त्यस्तो मन, त्यो मन चाहिँ परमात्माले लिने। जस्तै अहिले शिवरात्रिमा हामीले के चढाउँछौँ? अरू देवी देवतालाई एकदमै राम्रो फुलहरू चढाउँछौँ, राम्रो मिठो मिठो होइन परिकारहरू चढाउँछौँ भने शिव मात्रै एउटा त्यस्तो भगवान हुन्छ कि जसलाई चाहिँ हामीले के भाङ धतुरो होइन जे चाहिँ नराम्रो चिजहरू चढाउँछौँ। त्यो भन्नुको अर्थ त्यो त एउटा स्थूल रूप हो के। मेन भनेको चाहिँ हामीले त्यो अब स्थूल रूपमा हामीले त्यसरी मनायौँ होइन, चढाउने गऱ्यौँ। तर भन्न खोजेको चाहिँ परमात्माले हामीलाई चाहिँ हाम्रो अशुद्ध मन दिनु भनेर चाहिँ भन्नुहुन्छ क्या। त्यो चढाउनुस्, त्यो चढाउनुस्। अशुद्ध मन तिम्रो चढाऊ, म तिमीलाई मेरो डिभिनिटी मन दिन्छु, एकदम प्योर मन। अनि त्यो प्योर मनले के गर्छ भन्नुहोस् त? के काम गर्छ प्योर मनले? उहाँ त यो मनुष्य भानमै आउनुहुन्न होइन, भनेपछि उहाँको मन प्योर, सदा प्योर नै हुन्छ। अनि त्यो मन हामीले, भगवानको मन हामीले युज गर्दाखेरि के हुन्छ त यो दुनियाँ? उहाँले के देख्नुहुन्छ भन्दाखेरि उहाँले सिर्फ आत्मालाई नै देख्नुहुन्छ क्या। अब चार हो नि त, यो त चार। अब उहाँले कतिको चाहिँ अब हाम्रो त हरेक जन्म जन्म हुन्छ होइन। जस्तै अब कुनै जन्ममा राम, कुनै जन्ममा श्याम, कुनै जन्ममा सीता, कुनै जन्ममा अब आत्मा नै फेरि के हो भने आत्माको कुनै पनि जेन्डर हुँदैन। त्यही आत्मा अहिले म यो शरीरमा केटीको रूपमा छु भने म पछिको जन्ममा केटा रूप पनि लिन सक्छु। म नै केटी हुँ, म नै त्यही भएर फेमिनाइन एन्ड मेल एन्ड दुईटाको संयोग भन्छ नि, आत्मा त्यही नै हो। आत्माभित्र नै, अनि त्यही भएर केटाको पावर पनि छ र केटीको पावर पनि छ। अनि परमात्माले के गर्नुहुन्छ भन्दाखेरि यदि अब तिमीले मलाई मन दियौ भने, मनमा भव गर्यौ भने, त्यसपछि म तिमीलाई मेरो मन दिन्छु। मेरो मनले के देख्छ? अब उहाँको मनले के देख्छ त? उहाँको मनले के सोच्छ त? त्यो अनुसारले हामी कार्य गर्छौँ के। त्यसपछि त्यो अब परमात्माको मन अनुसारले हामी चल्यौँ भने हामीले कुनै पनि नराम्रो काम गर्न सक्छौँ होला त? नराम्रो कुरा सोच्न सक्छौँ होला त? हामीले कुनै पनि एकदमै के भन्छ अब परमात्माले देख्ने भनेको सिर्फ आत्मालाई हो। अब आत्मा भनेको के हुन्छ? सबैजना सेम नै छ फेरि। अब जस्तै सेतो पेपर हुन्छ नि, हो त्यस्तै कुन चाहिँ आत्मा को हो भन्ने नै छुटाउन सक्दैन होइन। सबैजना सेतो भएपछि कुन चाहिँ आत्मा कुन हो? अहिले शरीरमा आएपछि पो हामीले यो स्किन पाएर होइन सबैजनालाई अलग अलग देखिरहेछौँ त। जब परमात्माले चाहिँ जस्तो उहाँले देख्ने भनेको यो स्किनलाई देख्नुहुन्न, यो त सिर्फ एउटा भाइब्रेसन हो। उहाँले त सिर्फ भाइब्रेसन देख्नुहुन्छ हामीलाई, यो शरीरलाई, हाम्रो सोचलाई, हाम्रो सङ्कल्पहरू सिर्फ भाइब्रेसन देख्नुहुन्छ उहाँले। अनि उहाँको मन भनेको सदा शुद्ध होइन, सदा शुद्ध व्यवहार, शुद्ध सङ्कल्प र हाम्रो जुन आत्मालाई नै देख्नुहुन्छ भनेपछि उहाँले कसैलाई भेदभाव गर्नुहुन्न। हामी 8 अर्ब आत्माहरू सबैजनालाई उहाँले के गर्नुहुन्छ? एकदमै सबैजना आत्मा नै देख्नुहुन्छ र सधैँ नै एकदम प्योर नै देख्नुहुन्छ। भनेपछि त्यो मनलाई हामीले युज गर्यो भने के हुन्छ? हामी पनि त्यस्तै हुन्छौँ। हामीले पनि, अनि उहाँले देख्ने भनेको सबैको विशेषता मात्रै देख्नुहुन्छ होइन, अवगुण देख्नुहुन्न। भनेपछि हामी के हुन्छौँ त त्यसपछि? अहिले भनेको हामीले हामीले चाहिँ खालि अवगुण मात्रै देख्छौँ नि त हामीले, जसको पनि विशेषता त हामी कम नै देख्छौँ।
अनि जब परमात्माको मन युज गर्छौँ भनेपछि हामीले सबैको चाहिँ विशेषतामा मात्रै देख्छौँ र सबैजनालाई हामीले आत्मिक दृष्टिले हेर्छौँ अनि आत्मिक प्रेम हुन्छ, आत्मिक भाव हुन्छ सबैजना। अनि त्यसपछि कस्तो खालको दुनियाँ हुन्छ त? त्यसपछि आउँछ, त्यसपछि त हेभेन भइहाल्यो हैन? हेभेन किन भनेको? एउटा स्वर्ग किन भनेको? स्वर्ग पनि यही दुनियाँमा छ, स्वर्ग कुनै माथि दुनियाँमा छैन। स्वर्ग पनि यही। जब हामी चाहिँ यस्तो खालको हाम्रो मनस्थिति हुन थाल्छ अनि त्यसपछि यसले चाहिँ एउटा हेभेनको क्रिएट गर्छ हैन? त्यो मनस्थितिले। अनि जस्तै यो दुनियाँ पनि त्यही अनुसारले क्रिएट हुन थाल्छ। अनि त्यसलाई नै भन्छ सुप्रिम सोलसँग अलाइनिङ हैन? एक। जबसम्म हामीले आफूले आफूलाई आत्मा सम्झिँदैनौँ नि, आत्मा सम्झेर परमात्मालाई याद गर्दैनौँ नि, तबसम्म हामी चाहिँ उहाँसँग अलाइन हुन सक्दैनौँ रे। किनभने उहाँले सिर्फ आत्मालाई नै देख्नुहुन्छ कि। अब कसलाई चाहिँ देखौँ हैन? कसलाई चाहिँ देखौँ कि यो शरीर भनेर कसलाई देखौँ? उहाँको लागि त सिर्फ उहाँको बच्चा भनेको आत्मा नै हो।